हेलो गाइज, वेलकम ब्याक टु माई अनदर ब्लग। र यो आज चाहिँ हामी अब काठमाडौँमा छौँ। हामी हामी कहाँ गइरहेछौँ रे? भापधाम। भापधाम गइरहेछौँ 2-4 जना। ए उठ्यो एकजना किशोर छ अनि एउटा साथी, अनि पछाडि चाहिँ मेरो एकजना साथी छन्। अन भइसक्यो अन। अब यो हावा आउने बोलेको फाइदा छैन, मलाई बोलेको फाइदै छैन भनेमा पुरै हावा बस्ने यार। कहाँबाट हो खास हामीले जानुपर्ने? सुन्दरी जल भएर जानु हो? सुन्दरी जल भएर जानु हो? ए अहिले लाजिङ पाहाडबाट हामी माथि पुगिसकेका छौँ। अब अगाडि हाम्रो शीतल निवास आउँछ। ए राष्ट्रपति भवन खै यता हो, यता भन्नु छ नि त यार, गइसक्यो अब। ल ल घाम त डह्रो लागेर चाहिँ हेलमेटको यो पुरा भाइजर यस्तो छ यो पुरा। युएस एम्बेसी हाम्रो लेफ्ट साइडमा यमुला। कता हो, मोडेर जानु हो कि? ल ल ल अहिले चाहिँ हामी ट्राफिक जाममा छौँ र यहाँबाट हामी राइट जानुपर्छ। अहिले चाहिँ हामी रिङ रोडमातिर छौँ। हाम्रो पछाडि चाहिँ गाइड जस्तै भएर बसिरहेछ, मलाई पुरा बताइरहेछ। अब मलाई खासै थाहा छैन कहाँ के हो के है। हाम्रो दिपक ब्रोले बताइरहेछ पछाडि बसेर। एमएनआरमा धेरै मैले भ्लगै बनाएन है, लगभग धेरै भयो हाम्रो भ्लग नभएको पनि। लगभग 3-4 महिना भइसक्यो हाम्रो भ्लग नभएको र अब यो 3-4 महिनापछि यो फर्स्ट भ्लग हो। हाम्रो डाम जाँदैछ, डाम। र अब यहाँबाट हामी जान्छौँ लेफ्ट, यहाँबाट बौद्धतिर लाग्यो। अब कुन 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 हान्ने? अब त बुवाला किन के ब्याट्रीवाला अब के गर्ने पेट्रोलवाला? आयत होटलको गेट यो यतापट्टि हाम्रो लेफ्ट साइडमा 5 स्टार होटल साइडमा हाम्रो। यहाँ धेरै महँगो पर्छ अरे भन्ने सुनिरहेको छौँ हामीले। हाम्रो पार्टनरहरू किशोर रहेर यो पछाडि हाँसिरहेको छ ऊ साइडको पनि। यति ठुलो रहेछ त, लास्टै यहाँसम्म रहेछ त आयत होटलको। त्यही त यार। ल अब यहाँबाट म्याप हेर्छौँ। ड्याम जाने बाटो। भन्ने कुन हो? माथि हो यतैको। सुन्दरी जल जाने रोड पनि यही होइन? ए हो। ल ल यहाँबाट अब हामी माथि जान्छौँ जोडपाटीबाट, यहाँ सिधै माथि। अब यहाँबाट अलि पहाड पनि देखिन थालेछ अगाडिबाट हाम्रो। गोकर्णको हाम्रो यो गोकर्ण ठाउँमै छ भनौँ अहिले। यहाँ पहिला आइसकेको छ, धेरैचोटि आइसकेको छ यस ठाउँ। नयाँ पार्टी भन्छन् अगाडि चाहिँ। नयाँ पार्टी पिपल चौतारासम्म पुगेको छु। नयाँ पार्टी पिपल चौताराबाट यता गएपछि मेरो अङ्कलको घर पुगिन्छ, उतापट्टि छ यो साइडमा। र अब हामी यहाँबाट सिधा जाँदैछौँ स्ट्रेट। कता हो? के भयो? ए डाम 22 किलोमिटर। यो त सिधा लैजानु लाग्छ। ल
यो ल ल एमएनआर राकेश स्टार्टमै छ एडिट गर्ने त होइन काट्ने त गाइज राकेश एमएनआर युट्युब फ्यामिली सबैलाई नमस्कार म चाहिँ दिपक धामी आज हामी 4 जना लाएर 4 जना साथीहरू धाप ड्यामतिर लागिरहेका छौँ यो तपाईँको हामी धाप ड्याममा जाने क्रममा यो धाप ड्यामको बाटो हुँदै जाँदैछौँ ऊ चाहिँ हाम्रो दुईवटा साथीहरू 220 पल्सरमा जीवन रेग्मी र किशोर अयर के अरे राकेश मैले मोबाइल दिएँ गुगल म्याप हेर त यार हामीले अब पेट्रोल हालेर अब रामदम गुगल हेर्न हामीले पेट्रोल हालेर अब हामी ढाप ड्यामकोतिर लागिरहेछौँ यो हाम्रो ढाप ड्यामको बाटो यो ठाउँ त हामी आएछौँ जस्तो लाग्यो पहिला चाहिँ हामी तपाईँको शिवपुरी जाने क्रममा आएको थियो शिवपुरीबाट योबाट पनि जान्छ हामी ढाप ड्यामको बाटो आएछ बाटो चाहिँ यस्तो छ अलिअलि अफ रोडिङ पनि छ यतै हो हुन त बाटै छैन ओहो कस्तो भिड हो त यता ओहो निकाल यार यो त यहाँ हामी आर्मीको ब्यारेकमा पुगेको छ यता चाहिँ हाम्रो खिच्न ब्यारेकमा क्यामेराले खिच्नु निषेधित छ त्यही भएर हामीले यहाँ बन्द गरेर हामीले अगाडिबाट कन्टिन्यू गर्छ है टु बी कन्टिन्युड अलि उता चाहिँ हाम्रो आर्मीको चेक पोस्ट थियो त्यही भएर हामीले भिडियो गर्न पाएनौँ त्यता त्यही त हो आर्मीको चेक पोस्टमा इलिगल मानिन्छ अथोरिटी छैन हामीलाई भिडियो गर्न यो चाहिँ हाम्रो धाप ड्याम जाने बाटो हाम्रो साथी किशोर अगाडि पुगिसक्नुभयो 220 पल्सरमा हामी 4 जना आएको 220 पल्सरमा ऊ चाहिँ होइकिसक्यो अगाडि नै बाटो यस्तै छ अफ रोडिङ ढुङ्गा नै ढुङ्गा छ हामी धाप ड्याम जानलाई चाहिँ पहिला हामी जोरपाटी आयौँ जोरपाटी चोकदेखि हामी राइट मोडेर अनि हामी यो यता ट्याक्कै गोकर्णेश्वर नगरपालिका हुँदै हामी यता आर्मी पोस्ट गोकर्णेश्वर नगरपालिका आर्मी पोस्ट हुँदै यता आएको हामी यता हाम्रो के चलिरहेछ सर्वे चलिरहेछ के हो देख्न सक्नुहुन्छ यति भिड छ आज शनिबारको दिन भयो नि त त्यही भएर पनि मान्छेहरूको लस्करी भ्याकेसन मनाउनु काठमाडौँबाट आउटिङ टाइपको ओहो वाट इज दिस इज यो साइड ट्रेकिङको लागि हो के रहेछ यहाँ ए हाम्रो यो रिसोर्ट रहेछ ट्राउट माछा खाने रहेछ होइन ठिक छ कहाँ हो जानुपर्ने हामी सिन्धुपाल्चोक हो र यो बाटो हो र होला हामी त माथि आइसक्यौँ सिन्धुपाल्चोक नुवाकोट है दोलखा र सिन्धुपाल्चोक जोडियो भने त जिल्ला ल खै ल अब हामी यहाँ रेस्ट गरेर मूत्र विसर्जन गरेर सबैजना हामी 4 जना अब यहाँबाट गइरहेछौँ ऊ अगाडि किशोरहरू हतार भइरहेछ धेरै किशोरहरू ड्याम हेर्न लागि धेरै हतार भइरहेछ ल अब यहाँबाट म चलाउँछु अब अघि चाहिँ हाम्रो दिपक भ्लगरले गर्यो अब हामी राकेश भ्लगर बाटो चाहिँ यस्तै हो अब यसमा चाहिँ यस्तरी हो चलाउनु पर्ने ए यार के डर मान्ने यार र अहिले चाहिँ अब हामी आधा बाटो पुगिसकेका छौँ अब कुन बाटो के हो अब यसपछि अलि थाहा हुन्छ अब हामीलाई मान्छेहरू धेरै भिड छ आजै शनिबार भएको कारणले यहाँबाट भ्युज पनि देखिरहेको छ यताबाट साइडबाट
यहाँ देख्न सक्नुहुन्छ भ्युज यो गोकर्णेश्वरको पुरा यो ठाउँ भ्युज पुरा देखिरहेछ हाम्रो साइडमा ल ल जाउँ यो बाटो आउनु रहेछ यार यी दाम 15 किलोमिटर खाली मुला कहाँ लाग्छ के बाटो राम्रो छ अप छ भाइ अप छ यताबाट बन्द गरिदियो है ल अब यहाँबाट हामी क्यामेरा बन्द गरिदिन्छु गाइज यहाँबाट क्यामेरा बन्द गरिदिन्छु धाप ड्याम पुगिसकेको छौँ माइ गड हावा कति फास्ट चलेको हो यता हामी धाप ड्याममा देख्न सक्नुहुन्छ धाप ड्याममा यति भिड छ शनिबारको दिन हाम्रो धाप ड्यामको दृश्य हावा आइरहेछ अलि आवाज चाहिँ क्लियर नहोला मान्छेहरूको भिड देख्नु आज शनिबारको दिन भ्याकेसनको दिन यति धेरै ल हेलो भनिदिनुहोस् हाम्रो भ्लगमा हामी धाप ड्याम फाइनली पुगिसकेका छौँ यति दुःख कष्ट गरेर हामी हाम्रो किशोर रहेछ मास्क खोल्नुहोस् त हाम्रो हामीसँग आउने पार्टनर उहाँले चाहिँ एउटा बाइकलाई लोटाइदिनु भयो अरे हिँड्दाखेरि आफ्नो लेन मिचेर राकेश लामा भ्लगर राकेश एमएनआर हुनुहुन्छ उहाँ ल हामी अब धाम ड्यामको दृश्य राम्रोसँग भइरहेको छ हामी धाप ड्याम पुगिसकेका छौँ यति फास्ट हावा चलिरहेछ है इमेजिन नै गर्न सक्नु धाप ड्यामको हावाले गर्दा अलि आवाज स्पष्ट नआएको होला ल एउटा पोज दिनुहोस् हाम्रो जीवन सर ल किशोर राकेश एन्ड दिस इज मी हामी धापधामबाट फर्किने क्रममा हाम्रो बीच बाटोमा पर्ने एउटा हामी अर्को नयाँ ठाउँ पनि तपाईहरुलाई एक्सप्लोर गर्न गइरहेको छौँ हामी गइरहेको अहिलेको ठाउँ चाहिँ मणिचुर दह भन्ने धार्मिक ठाउँ हो एउटा बुद्धिस्टको लागि एकदम फेमस ठाउँ हो भनौँ त्यस जाने क्रममा चाहिँ यो हामी चाहिँ त्यस ठाउँमा पुग्नको लागि हामीले यो सिँढी उक्लिँदैछौँ यो हाम्रो जाने क्रम जारी छ यता हेर्नुहोस् साथीहरू मणिचुर दह अहिले हामी मणिचुरमा छौँ हजुर हाम्रो 3-4 जना साथी छौँ यहाँ यस यस किशोर चाहिँ टेन्समा छ पुरा अनि हाम्रो दिपक ब्रो चाहिँ कहाँ घुमिया छन् पुरै गायब मनोरम दृश्यमा गायब पौडिनी पनि हो यहाँ पौडिनी चाहिँ पाउँदैन रहेछ यहाँ पानी पिउने रहेछ ए पिउने पानी रहेछ ओहो ल अब यति छ यहाँको ठाउँ ल अरू के छ हाम्रो भ्लग चाहिँ इन्ड हुन्छ एन्ड ल एकचोटि साथीहरूलाई देखाएर भ्लग हेर्दै गर्नु होला एकदम च्यानललाई सब्स्क्राइब सब्स्क्राइब एकदम यो च्यानललाई एकदम 1 लाख